नमस्ते। आज एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गरौँ। त्यो हो भोटिङ अर्थात् मतदान र यसमा लुकेको शक्ति। लोकतन्त्रको जग नै यही हो, तर कहिलेकाहीँ हामी यसको असली महत्त्वलाई वास्ते गर्दैनौँ। हामी सबैलाई थाहा भएकै कुरा हो नि, हैन, कि मतदान गर्नु हाम्रो अधिकार पनि हो, कर्तव्य पनि हो। तर पनि एउटा प्रश्न जहिले मनमा आइरहन्छ, भोट हाल्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि आखिर किन हालिदैन? हो, यो यस्तो प्रश्न हो जसले हामीलाई एकछिन सोच्न बाध्य बनाउँछ। ठिक छ, अब यसको पछाडि केही वास्तविक कारणहरू पनि छन्। मानिसहरूले मतदान प्रक्रियाबाट आफूलाई टाढा महसुस गर्नुका केही ठोस बाधाहरू छन्। ल आउनुहोस्, मतदानका ती बाधाहरू वास्तवमा के हुन् अलि गहिरिएर हेरौँ न त। हेर्नुहोस्, केही सामान्य बाधाहरू छन्। पहिलो त धेरै मानिसहरू मत दिन खासै जाँगर नै देखाउँदैनन्। दोस्रो, उनीहरू अनेक थरी भ्रामक समाचार र हल्लाहरू सुनेर अल्मलिन्छन्। अनि तेस्रो, एउटा एकदमै गलत धारणा के छ भने हामीले भोट हालेनौँ भने पनि अरू कसैले हाम्रो भविष्य बनाइदिन्छ, जुन सरासर गलत हो। भ्रमित गर्ने समाचार सुन्छन्। यो भनेको जानकारीको कमी मात्र होइन, यो त जानी जानी गलत सूचना फैलाउने काम हो, जसले मान्छेलाई निराश बनाउँछ। यस्ता समाचारले के भ्रम छरिदिन्छ भने एउटा मतले केही फरक पार्दैन, र सबैभन्दा ठूलो भ्रम नै यही हो। त्यसैले एउटा कुरा के बुझ्नुपर्छ भने केही पनि नगर्नु पनि आफैमा एउटा निर्णय हो। यो आफ्नो भविष्यको निर्णय गर्ने जिम्मा अरूलाई सुम्पिने एउटा छुनोट हो। जब कोही मतदान गर्न जाँदैन, ऊ चुपचाप मात्र बसेको हुँदैन, उसले आफ्नो शक्ति अरूको हातमा दिइरहेको हुन्छ। तर निराश हुनुपर्ने कुनै कारण छैन, किनभने समाधान हामीले सोचेभन्दा धेरै सजिलो छ। ल अब मतदानको त्यो सरल बाटो के हो र यसले कसरी यो पुरै प्रक्रियालाई सजिलो बनाउँछ भनेर बुझौँ। यो त एकदमै सजिलो छ। जम्मा 3वटा चरणमा सकिन्छ। पहिलो, आफ्नो मतदाता परिचय पत्र यानि कि भोटर आइडी ठिक छ कि छैन भनेर चेक गर्ने। दोस्रो, आफ्नो भोट हाल्ने ठाउँ पोलिङ बुथ कहाँ हो भनेर पत्ता लगाउने। र तेस्रो, तोकिएको दिनमा त्यहाँ जाने र आफ्नो मत खसाल्ने। हेर्नुस् त कति सरल रहेछ। र यो नाराले हाम्रो आजको कुराकानीको सारलाई समेट्छ। भोट गर्नुहोस्, आफ्नो भविष्य आफैले बनाउनुहोस्। यो केवल एउटा नारा मात्रै होइन, यो त एउटा शक्तिशाली सत्य हो। मतदान भनेको आफ्नो भविष्यको लगाम आफ्नै हातमा लिने एउटा ठोस तरिका हो। अब हामी अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा आएका छौँ, हाम्रो मत, हाम्रो भविष्य। यहाँ हामी एउटै मतको शक्ति र त्यसले हाम्रो जीवनमा कति गहिरो प्रभाव पार्न सक्छ भन्ने बारे कुरा गर्नेछौँ। स्क्रिनमा यो नम्बर हेर्नुस् त। 1। यो केवल एउटा अङ्क जस्तो लाग्न सक्छ, तर यसभित्र अपार शक्ति लुकिएको छ। इतिहासमा यस्ता कैयौं चुनाव भएका छन् जहाँ केवल एक मतले हार जितको फैसला गरेको छ। हो, एउटै मतले समुदायको नेतृत्व बदल्न सक्छ, महत्त्वपूर्ण नीतिहरूलाई प्रभाव पार्न सक्छ र आखिरमा देशको दिशा नै बदल्न सक्छ। हरेक मतको गणना हुन्छ र हरेक मतको सुरुवात यही एकबाटै त हुने हो। यो स्लाइडले भोट हाल्नु र नहाल्नु बीचको फरकलाई छर्लङ्ग पार्छ। मत नदिँदा अरूले हाम्रो भविष्यको निर्णय गर्छन्, भ्रम कायमै रहन्छ र शक्ति गुमिरहेको हुन्छ। तर मत दिँदा भविष्यमा हाम्रो आवाज सुनिश्चित हुन्छ। हामी स्पष्टता रोज्छौँ र शक्ति आफ्नो हातमा लिन्छौँ। छनोट त एकदमै स्पष्ट छ, होइन र? त्यसो भए हाम्रो अन्तिम सन्देश यही हो, मतदान गर्नुहोस्। सानो होस् वा ठूलो, हरेक मतले फरक पार्छ। यो हाम्रो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै यही हो। हाम्रो सहभागिताले नै त यसलाई जीवन्त र बलियो बनाउने हो। र अन्त्यमा एउटा प्रश्न सोच्दै जाउँ, आफ्नो भविष्य आफै बनाउन हामी तयार छौँ त? किनभने यो निर्णय अरू कसैको होइन, हाम्रै हातमा छ। र मतदान त्यही निर्णयलाई कार्यमा बदल्ने सबैभन्दा शक्तिशाली माध्यम हो।